ल साथीहरु सबैलाई नमस्कार। म अहिले चाहिँ फेरि यता खेततिर आएको, यता छ्यामा गोरुपाइमा आएको। यहाँ देख्न सक्नुहुन्छ पछाडि पृष्ठभूमिमा दिदीहरु चाहिँ यहाँ बिउ चाहिँ रोप्दै हुनुहुन्छ। बिउ चाहिँ उखेलेर उता फेरि अन्यत्र ठाउँमा सार्नलाई जम्मा गरिदिनुहुन्छ साथीहरु। यहाँ हेर्नु सक्नुहुन्छ साथीहरु। ल साथीहरु यहाँले देख्न सक्नुहुन्छ यहाँ दिदीहरुले चाहिँ बिउ उखेलिरहनु भएको छ। उहाँले अन्य बाँसको लौरोमा चाहिँ टेको लगाएर चाहिँ यहाँले देख्न सक्नुहुन्छ उहाँले चाहिँ छाताको टेको लगाएर चाहिँ राख्नुभएको छ ताकि समाउन नपरोस्। ल साथीहरु यहाँहरु देख्न सक्नुहुन्छ यहाँ लगभग सबै खेतहरु चाहिँ गरिसकेको छ, भ्याइसकेको छ, रोपेर भ्याइसकेको छ। उतापट्टि हाम्रो माइलोबा चाहिँ आली बनाउँदै हुनुहुन्छ र यता चाहिँ हाम्रो बाँसको झ्याङ मुनि हाम्रो चाहिँ बाबा हुनुहुन्छ। उहाँ बाबाले चाहिँ कामसाम भ्याएर एकछिन आराम गर्छु भनेर एकछिन चाहिँ सिताब ताप्दै हुनुहुन्छ। उहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ लगभग सबै हाम्रो छ्यामाहरूको चाहिँ यो खेत रोपेर भ्याइसकेको छ र यता हुनुहुन्छ हाम्रो छ्यामाहरू र यता बाँसघारतिर, म त्यतातिर जाँदैछु। ल साथीहरू हामी चाहिँ म चाहिँ यता यो खेतालाहरूलाई चाहिँ यहाँ तरकारी पनि पकाउँदै छ हाम्रो छ्यामाले। यता सबै अचार विचारहरू, यता सबै जलपानहरू छन्। आज चाहिँ टनै खेतालो छ भनेर उहाँले जनाउनु भएको छ। उहाँले जानकारी गरिसक्नु भएको छ र यो चाहिँ हाम्रो सामानहरू रहेको छ साथीहरू। र यो बाँसघारीमा चाहिँ हामी उतापट्टि कामसाम गरेर आएर थाकेर यो आराम गर्ने ठाउँ हो र यता माथिको ग्रहहरू चाहिँ हाम्रो गरिसकेको छ साथीहरू, सबै भ्याइसकेको छ। ल हाम्रो चाहिँ छोरो असिम पनि आउँदैछ। ल ऊ पनि बिहानै आएर यहाँ थाकिरहेको छ। ल उतापट्टि चाहिँ हाम्रो कान्छी आउँदै हुनुहुन्छ। ल एकदमै शीतल छ यो ठाउँमा चाहिँ। साथीहरू देख्न सक्नुहुन्छ यहाँले यतापट्टि चाहिँ अब जोत्नलाई गोरुसोरु पनि ल्याउनु भएको छ। यो चाहिँ हाम्रो के भन्छ अरे ताम्री खोला भनिन्छ साथीहरू। यो खोला चाहिँ एकदमै बर्खायाममा एकदमै ठुलो हुन्छ र यो खोला एकदमै शुद्ध र सफा छ। यो हाम्रो गाउँ बेनकोट भन्ज्याङतिरबाट बगेको हो साथीहरू। र हाम्रो चाहिँ यहाँ हाम्रो छ्यामा हुनुहुन्छ, पानी थाप्दै हुनुहुन्छ। खेतालाहरूलाई पानी थाप्नु भएको छ यहाँ। उहाँले चाहिँ उहाँहरूकै आज हो खेत रोप्ने, त्यो तसर्थ उहाँले चाहिँ खेतालाहरूलाई चाहिँ पानी यहाँ भर्नु भएको छ यहाँ साथीहरू। ल यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ अहिले यो खोलाको नजिकै कुवा हो। खास यो खोलाको पानी होइन, यो खोलाको पानी अहिले यो बढेको कारणले गर्दाखेरि अलिकति हामीले खोलाको पानी जस्तो देखिन्छ साथीहरू। तर यो खोलाको पानी होइन, हामीले देख्न सक्छौँ यो छुट्टै उता मुहानबाट निस्केको पलाको पानी हो र हामी चाहिँ यो पानी चाहिँ पिउनको लागि चाहिँ प्रयोग गर्दैछौँ। ल साथीहरू यहाँ देख्न सक्नुहुन्छ। ल साथीहरू यहाँ देख्न सक्नुहुन्छ यो खेत रोप्नको लागि चाहिँ यहाँ गोरु पनि ल्याएको छ साथीहरू। यहाँ दाइहरूले खेत रोप्नलाई चाहिँ रोप्नलाई यहाँ गोरु ल्याएको छ र यो गाउँ परिवेश यस्तै छ साथीहरू। अब के गर्ने, यस्तै छ, काम नगरिकन खान मिल्दैन, तसर्थ यस्तै छ डाँडा काँडाको बाटो। ल देख्न सक्नुहुन्छ साथीहरू यहाँ हामीले यो जोत्नको लागि चाहिँ ल्याएको यो गोरुहरू हो। एकदम दमदार तयार छ भन्नुभएको छ यहाँ। र यो गोरुहरू चाहिँ अरू गोरुहरू देख्न साथ जुत्न खोज्छ र अरू गोरुहरूसँग चाहिँ लड्न खोज्छ भने यहाँ चाहिँ गोरु धनीबाट चाहिँ यहाँ जानकारी पाइसकेको छ र अहिले चाहिँ यहाँ एकछिन यिनीहरूलाई अलि माथि गाउँबाट ल्याएर
अहिले यहाँ थकित अवस्थामा भएको कारणले गर्दाखेरि चाहिँ अहिले यहाँ जोत्नु पूर्व एकछिन यिनीहरूलाई चाहिँ आराम गर्न दिएको अवस्था हो यो। र यता हामी देख्न सक्छौँ गोरु अर्को एक हल गोरु चाहिँ यतातिर जोतिरहेको छ। र यहाँ हामीले देख्न सक्छौँ आलीसाली चाहिँ यहाँ बनाउने पनि यहाँ तयारीमा हुनुहुन्छ हाम्रो भेनाहरू दाइहरू। ल साथीहरू यहाँ चाहिँ हाम्रो छ्यामाले खेतालालाई खाना पकाउनु भएको छ। एकदमै छ्यामालाई एकदमै दुःख भएको छ। अनि अर्को उतापट्टि चाहिँ हाम्रो भाइले हाम्रो छ्यामाको निप्टी छ्यामाको छोराले चाहिँ यता दाउरा झार्दैछ। यता साइली छ्यामाले चाहिँ यो गर त्यो गर भनेर निर्देशन गर्नुभएको छ। उतापट्टि हाम्रो छ्यामा तिर चाहिँ छ्यामाले चाहिँ लुगा धुनु भएको छ साथीहरू। ल साथीहरू यहाँ चाहिँ गोरुहरू हिल्याम्मे गर्ने जोत्ने कार्य अघि बढ्दैछ। ल यहाँहरू देख्न सक्नुहुन्छ साथीहरू यहाँ चाहिँ एक हल गोरु, त्यसै गरी यहाँ चाहिँ हाम्रो बाबा हुनुहुन्छ, यता 2 हल गोरु र यहाँ 3 हल गोरु। यो 3 हल गोरु लगायतले चाहिँ हामी यहाँ कोही हिल्याम्मे गर्ने, कोही जोत्ने, अनि कोही चाहिँ यहाँ आली बनाउने तर्खरमा हुनुहुन्छ। यहाँ यस्तै छ साथीहरू। यो हाम्रो जुन रोपिसकेको चाहिँ गरा छ त्यो चाहिँ भ्याइसकेको छ र जुन लगाउनै पर्ने गराहरू त्यो गराहरूमा चाहिँ लगभग 5-6 क्विन्टल जति चाहिँ धान उब्जनी हुने यहाँ हाम्रो बाबाले भनिसक्नु भएको छ। र यो धान चाहिँ लगभग 5-6 क्विन्टल जति धानले चाहिँ लगभग यो सानो परिवारलाई चाहिँ लगभग 1 वर्षको लागि चाहिँ एकदमै फालाफाल पुग्ने भनेर जानकारी गरिसक्नु भएको छ हाम्रो बाबाले। र यसरी यता चाहिँ यो एक हल गोरुले चाहिँ जोतिरहेको छ। र त्यसै गरी हामीले यता देख्न यता चाहिँ एकछिन गोरुलाई आराम गर्ने यहाँ कार्य गरिरहेको छ। उता चाहिँ यो हलो मिलाउने र अलिकति त्यहाँ त्यसको दौरानमा अलिकति यो हलो यताउता अलिक सम्हार कार्य भइरहेको छ। र एकछिन गोरुलाई पनि एकछिन आराम भइरहेको छ साथीहरू। हामीले यहाँ देख्न सक्छौँ यो असारको मेलो हो र हामीहरू देख्न सक्छौँ यो असारको मेलोमा चाहिँ यता गोरु चाहिँ जोतिरहेको छ भने यता गोरुहरू चाहिँ एकछिन यो हलो अलिकति यहाँ मर्मत सम्हार गर्ने काम भइरहेको छ भन्ने हामीले यहाँबाट बुझ्न सकिन्छ। र म चाहिँ यो भिडियो हजुरहरूको सामु यहाँ कैद गर्दछु। ल यो मर्मत सम्हारपछि पुनः कार्यमा चाहिँ सुचारू हुँदैछ साथीहरू, हामीले यहाँ देख्न सक्छौँ। ल यो मर्मत सम्हारपछि चाहिँ 3 हल गोरु पुनः आफ्नो काममा चाहिँ सञ्चालनमा आइरहेको छ, यहाँ हामीले देख्न सक्छौँ। ल साथीहरू यहाँ हाम्रो छ्यामा टोलीहरू चाहिँ खाना पकाउँदै हुनुहुन्छ। उहाँहरू चाहिँ खेतालालाई यहाँ खाना पकाउँदै हुनुहुन्छ। हामीले उहाँहरू चाहिँ यसरी खाना पकाइरहेको चाहिँ यहाँ देख्न सकिन्छ साथीहरू। उहाँहरू चाहिँ यसरी दृश्य देख्न सकिन्छ। ल साथीहरू हामीले यहाँ देख्न सक्छौँ हाम्रो छ्यामाले चाहिँ खेतालाको लागि चाहिँ यहाँ खाजा पकाइरहनु भएको छ ताकि खेतालाहरूले चाहिँ अलि हर्ष साथ अलि यो खाजा खाए पश्चात अलि ऊर्जा साथ काम गर्न सकोस् भनेर एकदमै उहाँ लागिरहनु भएको छ साथीहरू। हामीले यहाँ देख्न सक्छौँ छ्यामाले चाहिँ आफ्नो खेतालालाई एकदमै सम्मान साथ उहाँहरूको लागि चाहिँ एकदम मिठो परिकार पकाइरहनु भएको छ साथीहरू। हाम्रो यहाँ
छ्यामाले पनि यहाँ यस्तो गर्नु उस्तो गर्नु भनेर यहाँ निर्देशन दिइरहनु भएको छ साथीहरू, हामीले यहाँ देख्न सक्छौँ। ल यतातिर चाहिँ हाम्रो साइली छ्यामा, हाम्रो छ्यामा नेप्टी छ्यामा चाहिँ यतातिर चाहिँ भाँडासाँडा सरसफाइ गरिरहनु भएको छ भने यता हाम्रो छोरा चाहिँ मोबाइलमा व्यस्त छन् र अरू बाबुहरू चाहिँ यता खोलामा चाहिँ यहाँ मनोरञ्जन गर्दैछन्। ल उता पनि हाम्रो ल साथीहरू हामीले यहाँ देख्न सक्छौँ, यहाँ हाम्रो दिदीहरू बुहारीहरू यहाँ चाहिँ बिउ उखालिरहनु भएको छ। उहाँहरूले चाहिँ यहाँ हाम्रो आज छ्यामाको खेतमा काम सघाउ गर्न लागि आउनुभएको छ साथीहरू। ल यस्तै छ साथीहरू। यता चाहिँ एकजना बाबु छ, बाबु चाहिँ आफ्नो मम्मीसँग आएको हो र हामीले यहाँ देख्न सक्छौँ साथीहरू, यहाँ चाहिँ आमा पार्टीहरूले चाहिँ बिउ उखालिरहनु भएको छ र आफ्नो काममा व्यस्त छन् उहाँहरू चाहिँ। ल साथीहरू हामीले यहाँ देख्न सक्छौँ, यहाँ दिदीहरूले बुहारीहरूले चाहिँ यहाँ बिउ चाहिँ उखालिरहनु भएको छ। एकदमै यहाँको पानी चाहिँ एकदमै चिसो पनि छ। यहाँहरू चाहिँ यहाँ देख्न सक्छौँ, एकदमै उहाँहरू चाहिँ दिदीहरू चाहिँ एकदमै ऊर्जा साथ लगन साथ काम गरिरहनु भएको छ, हामीले यहाँ देख्न सक्छौँ। र उता पर चाहिँ हाम्रो माइलबाहरू, हाम्रो चाहिँ बाबाहरू, हाम्रो भेनाहरू चाहिँ उता जोतिरहनु भएको छ। यो चाहिँ बेलवासको फाँट हो र हामीले यहाँ देख्न सक्छौँ यो चाहिँ एकदमै धान रोप्नको लागि एकदमै उपयुक्त स्थान रहेकोले यहाँ हामीले देख्न सक्छौँ। एकदमै यो ठाउँ चाहिँ एकदमै उपयुक्त रहेको छ र असारको महिना हो साथीहरू, हामीले यहाँ देख्न सक्छौँ। यो असारको समय चाहिँ हामीले यहाँ धान यो खानको लागि चाहिँ हामीले चाहिँ यो उगाउन सक्दैनौँ। ल ठिकै छ। यहाँ हाम्रो दिदीबहिनीहरूले चाहिँ एकदमै मलाई सुझाव पनि दिनुभएको छ। उहाँले चाहिँ यहाँ के गर्नुभएको छ भन्दाखेरि चाहिँ बोल्दाखेरि चाहिँ अलिकति यो नअड्किन बोल्ने पनि सुझाव दिनुभएको छ। तसर्थ हामीले चाहिँ यहाँ उहाँको सुझाव पनि एकदमै लिनुपर्छ, किन भन्दाखेरि चाहिँ हामीले चाहिँ यहाँ काम गर्दाखेरि उहाँहरूको लिएको भिडियो पनि हामीले चाहिँ यहाँ प्रस्तुत गर्नुपर्ने हुने भएको देखिन्छ। को ल ल मैले आमा यो बिउ उखाल्न कतिको चाहिँ साह्रो गाह्रो कतिको भइरहेछ हजुरलाई यसो ल भन्नुहोस् त, भन्नु न, जति जान्नुभएको छ त्यति भन्नुहोस् होइन। ल भन्नुहोस् त यो कतिको साह्रो गाह्रो भएको छ यो बिउ उखाल्न लागि हजुर? ओ कतै कमलो छ कतै साह्रो छ भनेर भन्नुभएको छ। यहाँ हिजो पनि हाम्रो चाहिँ यो छ्यामाले भन्नुभएको थियो यो बिउ उखाल्न चाहिँ अलिक गाह्रो भएको छ, असहज भएको छ भन्ने कुरा चाहिँ यहाँ जानकारी भइसकेको छ। एकदमै यहाँ हामी उ गर्छौँ र म प्रत्यक्ष यहाँ पनि बिउ पनि उखाल्छौँ है। कतिको चाहिँ यो ऊ छ बिउ हुन त अलिकति गाह्रो भएर रहेछ साथीहरू है, यहाँ अलि साह्रो पनि भएर रहेछ यो हामीले यहाँ देख्न सक्छौँ। ल यो बिउ उखाल्न चाहिँ अलिकति गाह्रो पनि भएर रहेछ साथीहरू है, किनभनेदेखि अलिकति यो एकदमै जर्रो पनि भइसक्यो रहेछ है। ल हामीले यहाँ देख्न सक्छौँ। ल ल मैले यहाँ राखेँ यो, ल मैले यहाँ राखेँ यो। ल ल हामीले साथीहरू यहाँ देख्न सक्छौँ यो सिमलको रुख हो। यो सिमलको रुख एकदमै विशाल हुन्छ अझै पनि यो भावी दिनहरूमा। यो चाहिँ अलिकति अहिले सानो छ र यो सिमलको रुख नजिकै हाम्रो छ्यामाको गह्राहरू रहेको छ र हामीले यहाँ देख्न सक्छौँ उतापट्टि चाहिँ खेतपछि त्यसै गरी हाम्रो उसले लामै गर्नुभएको छ र यतापट्टि हामीले देख्न सक्छौँ यता दिदीबहिनीहरू चाहिँ यहाँ बिउ उखालिरहनु भएको छ र हामीले यो सिमलको रुख चाहिँ एकदमै जोगाउनु पर्ने देखिन्छ, किनभने यो सिमलको रुख भनेको एकदमै यो ठुला यो पंक्षी जस्तै गिद्धहरूदेखि लिएर यो चिलाहरू चाहिँ यो वृक्षमा बस्ने आश्रय लिने
काम गर्दछ र यो सिमलको रुख काट्नको लागि पनि हामीले यो वन कार्यालयसम्म चाहिँ वन कार्यालयसम्म समेत हामीले चाहिँ स्वीकृत पत्र अथवा हामीले चाहिँ यो चाहिँ स्वीकृति लिनुपर्ने भएको देखिन्छ। तसर्थ हामीले यो सिमलको रुख चाहिँ एकदमै जोगाउन र यो सिमलको रुख चाहिँ हामीले चाहिँ गर्नुपर्ने देखिन्छ। र यो सिमलको रुख चाहिँ हामीले साथीहरू हामीले देख्न सक्छौँ। यो सिमलको रुख चाहिँ हामीले विभिन्न यो स्वास्थ्यको चाहिँ हिसाबले हामीले एकदमै हामीले चाहिँ के गर्न सकिन्छ भन्दाखेरि चाहिँ हामीले विभिन्न प्रयोगको लागि चाहिँ हामीले प्रयोजन गर्न सकिन्छ। तसर्थ हामीले सिमलको फलहरू चाहिँ यो स्वास्थ्यको हिसाबले चाहिँ हामीले अझै अनभिज्ञ छन्। हामीले स्वास्थ्यको हिसाबले हामीले चाहिँ एकदमै यो यसको फल साथीहरू कलकल खोला बगिरहेको छ। त्यसै गरी हाम्रो यता बाबुहरू छोराहरू चाहिँ हाम्रो यहाँ अहिले पौडी खेलेर एकदम अहिले आराम गरिरहेको छ। यहाँ चाहिँ खेतालाहरूको लागि चाहिँ एकदमै तयार हुँदैछ। यो पकाएको चाहिँ दाल हो र उतापट्टि हामीले चाहिँ आलु काटेको गोलभेडा काटेको हामीले देख्न सक्छौँ। र हाम्रो यता भाइ चाहिँ यहाँ मोबाइलमा व्यस्त छन्, एकदमै बिजी हुनुहुन्छ। हाम्रो चाहिँ बाबाहरू हाम्रो बेनाहरू माइला बाबाहरू एकदमै बिजी हुनुहुन्छ। उहाँहरूलाई पनि एकछिन यहाँ विश्रामको समय दिएको छ र हाम्रो बेनाहरू हाम्रो चाहिँ उहाँहरू चाहिँ आली बनाउँदै हुनुहुन्छ, माटोलाई अलिकति मलिलो गराउँदै हुनुहुन्छ र हामीले यहाँ देख्न सक्छौँ हाम्रो छ्यामा र यता हाम्रो चाहिँ भेनाहरू चाहिँ एकछिन विश्राम लिइरहनु भएको छ। ल हेर्नुहोस् साथीहरू, हामी चाहिँ खेतालाहरूलाई पानी लिन जाँदैछौँ। पानी लिने बाटो चाहिँ अलिकति अप्ठ्यारो छ। यो खेतको आली जाँदैछौँ म र हाम्रो छ्यामा। ल बिस्तारै जानुपर्छ हामीहरू। यो खेतको आली हामीले एकदमै होसियारपूर्वक जानुपर्छ ताकि यो आली पनि नबिग्रोस् नभत्कोस् भन्ने हेतुले हामीले जानुपर्छ। बाटोको अवस्था चाहिँ यस्तो छ साथीहरू। हामी चाहिँ यहाँ पानी भर्दैछौँ। हाम्रो छ्यामाले चाहिँ पानी भर्दै हुनुहुन्छ। यो पानीको खोला एकदम निश्चल र सफा छ। यो चाहिँ भित्रबाट चाहिँ आफै मुहानबाट पलाएको पानी हो। हामीहरू यहाँबाट पानी भर्दैछौँ साथीहरू। एकदमै सफा छ यो हाम्रो पानी। यो पानी चाहिँ हामी खेतालाहरूलाई चाहिँ पिउनुको लागि चाहिँ योग्य ठानिएको कारणले गर्दाखेरि हामी यो पानी चाहिँ भरेर यहाँ यसमा यो जर्किनमा लाँदैछौँ साथीहरू है। हाम्रो छ्यामाले चाहिँ पानी भर्दै हुनुहुन्छ। ल छ्यामा, यो पानी पनि यो जर्किन पनि समाउनु त, यो जर्किन पनि समाउनुहोस्। उहाँले छ्यामाले चाहिँ यो जर्किन चाहिँ उयो गर्नुभएको छ, यहाँ समाउनु भएको छ। रहेको पानी हो यो पानी चाहिँ आफै मूलबाट यो विभिन्न यो यहाँबाट देख्न सक्नुहुन्छ साथीहरू। यो बाँसको जराबाट पलाएको पानी हो। तसर्थ उहिले जमानामा पनि यस्तो पानी पिएर हाम्रो चाहिँ पुर्खाहरूले चाहिँ आफ्नो चाहिँ प्यास आफ्नो चाहिँ जीविकोपार्जन गरेको थिए र त्यो यस्तो खालको पानी पिएर उबेलामा चाहिँ हाम्रो पुर्खाहरू चाहिँ लगभग 100 वर्षभन्दा बढी पनि बाँचेका थिए। अहिले साथीहरू हामीले एकदमै गर्न सकिन्छ। यो यस्तो खालको मूलको पानी हामीले जति खाँदा पनि हामीले केही पनि हुनु साथीहरू। तर हामीले फ्रिजको पानी खाँदाखेरि एकदम हाम्रो चाहिँ ल यहाँ चाहिँ हाम्रो चना र आलु पाक्दैछ साथीहरू। र यो यही बाँसको झ्याङमै पकाउँदैछौँ यो छारीको उसमा। र माहौल यस्तो छ साथीहरू। यता चाहिँ हाम्रो काका खेत ढिलामे गर्दै हुनुहुन्छ उहाँहरू चाहिँ। र यता हाम्रो बाबा चाहिँ एकछिन आराम गर्दै हुनुहुन्छ। यता गोरुलाई पनि एकछिन आराम गर्न दिएको अवस्था छ र उहाँ पनि आराम गरेको छ। यता चाहिँ हाम्रो भाइ पनि एकछिन आराम गरेको अवस्था साथीहरू। यहाँ पछाडि चाहिँ अब यो हिलामे गर्ने चाहिँ अवस्थामा छन्। यहाँ बच्चाहरू पनि एकदमै आएका छन्, यहाँहरू देख्न सक्नुहुन्छ साथीहरू। यहाँ हाम्रो माइलोबाले चाहिँ खेत हिलामे गर्दै हुनुहुन्छ र यता हाम्रो साइडमा
चाहिँ ससाना भाइहरू पनि यहाँ यो बाउसे खेल्दैछन्। हामीले यहाँ बाउसे खेलेको भन्छ यस्तोलाई यहाँ र हिलोको मजा लिइरहेका छन्। र यता चाहिँ हामीले देख्न सक्छौँ यहाँ गोरुहरूले चाहिँ हिलम्मे गर्दैछन्। ल हामीले यहाँ देख्न सक्छौँ। ल एकदमै यहाँ ऊर्जाका साथ यहाँ ससाना भाइहरू चाहिँ यहाँ हिलोको मजा चाहिँ लिइरहेको छ। यो चाहिँ असारको रोपाइँमा, किन भन्दाखेरि यस्तो गर्दाखेरि हामीले यो माटोको चाहिँ अझै उर्वर शक्ति अझै बढ्छ, माटो मलिलो हुन्छ। यो माथि चाहिँ हामीले यसरी हिलम्मे गर्दाखेरि चाहिँ माटो अझै राम्रो यहाँ भएको सम्पूर्ण तत्त्वहरू चाहिँ बाहिर ल यसरी खेत हिलाम्मे गर्दैछन् हाम्रो माइलोबाले। र यता हाम्रो चाहिँ जेठुले चाहिँ उ गर्दैछन्। ल यता यो जता चाहिँ अलिकति चाहिँ यो सतह मिलेको छैन, त्यता चाहिँ उ गर्दैछन्, मिलाउँदै हुनुहुन्छ साथीहरू। किनभने पनि हाम्रो चाहिँ यो किसानको एकदमै प्रिय साथी हो। यिनीहरूबाट नै हामीले चाहिँ खेत हिलाम्मे गर्ने, त्यसै गरेर हामीले चाहिँ यो खेत रोप्ने चाहिँ यिनीहरूको पनि ठुलो भूमिका हुन्छ। तसर्थ हामीले यो गोरु भने पनि हाम्रो यो किसानको एकदमै प्रिय साथी हो। हामीले यिनीहरूलाई पनि एकदमै साथीहरू हामीले यिनीहरूलाई पनि एकदमै स्याहार सुसार गर्नुपर्छ। अहिले चाहिँ यो यिनीहरू चाहिँ जोतेर प्लस हिलाम्मे गरेर चाहिँ यिनीहरूलाई चाहिँ एकछिन आराम गर्ने चाहिँ यो दिएको अवस्था हो। ल साथीहरू हामीले यिनीहरूलाई पनि गर्नुपर्छ है। ल बाई। यसरी बनाउनु छ। अहिले हामी लाएर हामी
चामलले चाहिँ हामी एउटा सानो परिवारको लागि चाहिँ वर्षभरि नै पुग्ने अनुमान गरेका छौँ। र यहाँ चाहिँ हामी बिउहरू चाहिँ यहाँ यहाँ धिले छ क्या हाम्रो चाहिँ खेतालाहरू हुनुहुन्छ र हामी यो बाँसको मुनि बसेर यहाँ छारी लियौँ र यहीँ खाइपिए पनि गऱ्यौँ। त समय हुनुहुन्छ उहाँ खेतालाहरू चाहिँ अब सबै कामधाम भ्याएर यहाँ यसो खाजा खाने क्रममै हुनुहुन्छ उहाँहरू। अब हामी चाहिँ यो खाजा पान गरेर अब घरसरतिर चाहिँ लाग्ने छौँ। ल साथीहरू सक्छौँ हाम्रो छ्यामा र कान्छी बुहारीले चाहिँ यहाँ तामा निकाल्दै हुनुहुन्छ। यो तामा एकदमै स्वास्थ्यको लागि एकदमै राम्रो हो र हामीले यो तामा यही बाँसबाट चाहिँ निकालेको हो। यो तामा चाहिँ एकदमै हाम्रो स्वास्थ्यको लागि एकदमै लाभदायक छ। यो बेला बेलामा हामीले चाहिँ यो मौसमी तरकारीको रूपमा र यो बेला बेलामा हामीले चाहिँ यस्तो तामाहरू चाहिँ खायो भने हामीले यहाँबाट पाउने भिटामिनहरू चाहिँ एकदमै पर्याप्त मात्रामा पाउँछौँ र यो तामा चाहिँ हामीले चाहिँ एकदमै खानुपर्छ बेला बेलामा। यसबाट पनि हामीले चाहिँ धेरै भिटामिनहरू पाइन्छ, धेरै यहाँबाट मिनरल्सहरू, आइरनहरू, फाइबरहरू यहाँबाट चाहिँ धेरै प्राप्त गर्न सकिन्छ साथीहरू। ल यहाँ देख्न सक्नुहुन्छ साथीहरू, यहाँ चाहिँ साथीहरू चाहिँ यहाँ बक्सै खेल्नु भएको छ। एकदमै खेल रोमाञ्चक देखिन्छ यहाँ। ल यहाँहरू देख्न सक्नुहुन्छ, यहाँहरू एकदमै देखिन्छ यहाँ।
ल ल साथीहरू एकदमै रोमाञ्चक देखिन्छ। ल एकजना चाहिँ दिदीलाई पछारिएको छ। ल यहाँ ल ल ल रेस्लिङ चाहिँ भइरहेको छ है यहाँ। ल ल रेस्लिङ भएको छ। ल यो खेलको अन्तिम दौरानमा चाहिँ यहाँ बाउसे खेल्नु भएको छ साथीहरू, यहाँ देख्न सक्नुहुन्छ। ल ल यहाँ देख्न सक्नुहुन्छ साथीहरू, यहाँ दिदीबहिनीहरू चाहिँ यो चाहिँ सबै यो बिउ सिउ रोपे पश्चात एकदमै रमाइलो गर्नुभएको छ। एकदमै खेल रोमाञ्चक भएको छ, रेस्लिङ जस्तो भएको छ साथीहरू। ल यहाँ एकअर्कालाई चाहिँ हिलो छ्याप्ने हिलो दल्ने भइरहेको छ साथीहरू। ल ल है साथीहरू ल ल ल यहाँ देख्न सक्नुहुन्छ साथीहरू। ल ल साथीहरू यहाँ देख्न सक्नुहुन्छ, यहाँ साथी बिच बाउसे चलिरहेको छ, अर्थात् हामीले रेस्लिङ पनि भन्न सकिन्छ। यो चाहिँ साँच्चैको लडाइँ होइन है, यसो ख्यालको यसो रोपाराहरू बिच चाहिँ यसो अलिकति मनोरञ्जन गरिएको हो। ल ल साथीहरू देख्न सक्नुहुन्छ, उहाँहरू फर्किसक्नु भएको छ, कोही आउने तर्खर गर्नुभएको छ। उहाँहरू यसो रमाइलो गरेर फर्किसक्नु भएको छ उहाँहरू। ल हाम्रो दिदीहरू चाहिँ खेले पश्चात उहाँहरू चाहिँ आउनुभएको छ साथीहरू। एकदमै यसो त्यो चाहिँ यसो मनोरञ्जनको लागि खेलेको हो, यसो अलि हाँसी मजाको लागि खेलेको साथीहरू यहाँहरू देख्न सक्नुहुन्छ। एकदमै हामीहरूलाई चाहिँ हँसाउनु भयो उहाँले। ल उहाँलाई चाहिँ धेरै धन्यवाद छ। ल साथीहरू हामीहरू अब निस्किन तर्खर गरेको साथीहरू, अब हामीहरू चाहिँ जान्छौँ। अब आजको यो हिजो र आजको रोपाइँ रहेको थियो, खास हिजोको चाहिँ अलिकति मैले भिडियोहरू देखाउन सकिनँ। आज एकदमै रमाइलो भयो र आजको चाहिँ रोपाइँ अन्तिम रोपाइँ थियो र आजको चाहिँ रोपाइँ सुसम्पन्न भएको छ साथीहरू। ल साथीहरू यतिन्जेलसम्म यो भिडियो हेरिदिनु भएकोमा यहाँ सम्पूर्ण दर्शक महानुभावलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। ल यसरी हामीले आजको चाहिँ यो आइतबारको चाहिँ यो समय यसरी बितायौँ साथीहरू। ल यहाँहरू सबैजनालाई एकदमै धेरै धन्यवाद जसले यो भिडियो हेरेर चाहिँ साथ दिनुभयो। ल यहाँ सम्पूर्ण सबैलाई चाहिँ धेरै धन्यवाद साथीहरू। ल थ्याङ्क यू सबैलाई साथीहरू। ल बाई। ल